स्वागत छ हजुरहरूलाई मेरो च्यानल खुसी फुड वर्ल्डमा। आज हजुरहरूको लागि मैले फ्रुट सलादको रेसिपी लिएर आएकी छु र फ्रुट सलाद हाम्रो एकदमै इजी र क्विक हुन्छ। जस्ट हामीलाई कटिङ गर्न मात्रै टाइम लाग्ने हो अनि एकदमै क्विक हुनेछ। र यसरी मैले फ्रुट्सलाई धोइसकेकी छु र धोइसकेपछि हामीले मजाले यसरी कटिङ गरेर राख्नेछौँ र हाम्रो चाहिने इन्ग्रेडियन्ट्सहरू मैले रेडी गरिसकेकी छु। फर्स्टमा मैले चिनी एड गरिदिन्छु र त्यसपछि मैले मरिचको धुलो र सुन्तलाको बोक्राको धुलो जुन मैले फ्लेभरको लागि मात्रै राखेकी छु। इफ नेसेसरी मात्रै राख्नु होला, नत्र इग्नोर गरिदिनु होला। र त्यसपछि मैले दही एड गरिदिन्छु। एकदमै राम्रो फ्लेभर र टेस्टको काम गर्छ दहीले। र त्यसपछि हामीले हनी एड गर्छौँ। हनीले हाम्रो फ्रुट्समा अर्कै फ्लेभर ल्याउनेछ र यसरी हामीले मिक्स्ड गर्नेछौँ बिस्तारै। एकदमै क्विक र इजी रेसिपी फ्रुट सलाद जुन हामीलाई एकदमै हेल्थको लागि राम्रो हुन्छ। हाम्रो आफ्टर लन्च या मर्निङ ब्रेकफास्टको रूपमा पनि हामीले फ्रुट सलाद लिन सक्छौँ। आजको यो क्विक एन्ड इजी फ्रुट सलादको रेसिपीको साथमा आज मैले हजुरसँग बिदा लिन्छु। म फेरि आउनेछु मेरो नेक्स्ट रेसिपीको साथमा। आजको लागि यति नै, आज्ञा चाहन्छु। नमस्ते।